साथीहरू एकछिन रोक्नुस् त। आज फर्स्ट टाइम म तपाईहरुलाई खाना पकाएर देखाउने छु र अन्त्यसम्म हेरेर साथ दिनु होला र कस्तो स्वाद हुनेछ टेस्ट पनि गरेर देखाउने छु। त पहिलो पटकमै मैले लौका काट्न सुरु गरे। भात माझमा लाएर फटाफट त्यसपछि आगो राम्रोसँग बाल्छु। दुध उम्लिन थाल्छ। दुधलाई अलिअलि बिस्तारै राखेर म त्यसपछि हेर्न सक्नुहुन्छ आगो दम्काउँछु म जोरले। त्यसपछि राम्रोसँग आगो राखेर म एउटा कराई बसाल्छु हैन। त्यसमा तेल हाले राम्रोसँग तेललाई तताउन थाले। तेल लास्टै तातिसकेछ र त्यसपछि गिलासले बाहिर निकाल्छु। ल निकालिसकेपछि तबसम्म गाह्रो हुन्छ साथीहरू खाना पकाउन। त्यसमा अन्डा हाल्छु हैन। अन्डा पनि मलाई हाल्न आउँदैन किनकि यो मेरो फर्स्ट टाइम हो। त्यही भएर बिस्तारै अन्डा हाले हैन। अन्डा उम्लिन थाल्छु के भन्नु मलाई थाहा भएन। अन्डाको खसल्टा जान्छ के भित्र फेरि। त्यसपछि त्यसलाई बाहिर निकालेर फेरि त्यहाँ खाना पकाउन थाल्छु। सबै कुरा हाल्न गाह्रो हुन्छ के साथीहरू। नुन ठ्याक्क पर्को हाल्नुपर्छ हैन, नत्र त खाना बिग्रिन्छ रहेछ। त्यही भएर आज चाहिँ स्पेशल खाना बनाइदिउँ भनेको। त्यसमा अन्डामा फेरि मैले चना हालिदिएको। मस्त स्पाइसी स्पेशल हुनेछ आजको खाना। त्यसपछि अन्त्यसम्म हेर्नु होला र हल्दी हालिदिन्छु हैन खतरनाक तरिकाले। त्यसपछि मस्त चलाउने भए। म चलाएर आज चाहिँ हामी स्पेशल खाना खाने हो र खाना पकाउनु सजिलो काम रहेनछ साथीहरू। आज खाना पकाउँदाखेरि मलाई थाहा भयो कि कति गाह्रो हुन्छ। त्यसपछि फेरि अर्को कराईमा मैले मसला हालेँ राम्रोसँग। त्यसपछि म तरकारी हाल्न थाल्छु हैन। लौका र आलु बनाउने छु साथीहरू। मस्त अन्डा चाहिँ बनाइसक्यो। दुध पनि मैले तताइसकेँ हैन। त्यसपछि निकाल्दाखेरि हात पोलिन्छ हैन मेरो। त्यसपछि फेरि मैले पिलासले समातेर निकाल्छु। त्यसपछि म राम्रोसँग त्यसलाई पाके छ कि छैन भनेर चेक गरेर लास्टमा मैले सबै पकाइसकेँ हुन्छु। यो चाहिँ मेरो स्पेशल डिस रहेको छ हैन। केरा मम्मीले ल्याइदिनु भएको थियो। केरा पनि राखेँ हैन। त्यसपछि मज्जाले बसेर खान्छु साथीहरू। चम्मचले त्यो पनि भिआइपी एन्ट्री भनेर त्यस्तै खाइदिन्छु। ल त आजलाई भिडियो बाइ गुड नाइट।